हेलो। आज चाहिँ म मोबाइल किन्नु जाँदैछु। मेरो बुढाले लिएर जानुहुँदैछ मलाई दिवालीको गिफ्ट दिनुलाई। हेर्नु होला मैले चाहिँ कुन चाहिँ फोन किने है। मैले चाहिँ यो भिभो 16 किने। तपाईहरुलाई कस्तो लाग्यो यो मोबाइल भन्नु होला। मेरो बुढालाई चाहिँ साह्रै नै मन परेर त्यसै कारणले यही मोबाइल किनिदिनु भयो हैन। यो मोबाइल चाहिँ कहिलेदेखिको लिनु उसलाई रहर थियो अरे, अनि उहाँले नलिएर चाहिँ मलाई किनिदिनु भयो। म चाहिँ एकदम खुसी छु हैन। यसको अनबक्सिङ गर्दै थियौँ बिलसिल गरिसकेर हैन। हेर्दाखेरि साह्रै मन पर्यो। दुईटा कलर मात्रै रहेछ। एउटा कलरको चाहिँ हामीले लिइहाल्यौँ हैन। यो कलरको चाहिँ साह्रै मन परेर लिएको। तपाईहरुलाई मेरो गिफ्ट कस्तो लाग्यो? मेरो बुढाले मलाई दिनुभएको गिफ्ट हैन। उहाँ दाजुले सेटिङहरु पनि मिलाइदिनु भयो, अनि सेटिङहरु मिलाएर हामीलाई दिनुभयो हैन। यो चाहिँ मोबाइलको कभर थियो हैन। मोबाइलको कभर पनि यसैमै थियो। सो मैले दुईटा मतलब एक जोडी हेडफोन पनि लिए। अघि देख्नुभयो होला। त्यसपछि मोबाइल लिएर हामी गयौँ खानुलाई। यो चाहिँ मेरो मोटु भाइ हो, छिमेकी हैन। हामीले चाहिँ यहाँ चिकन ललिपप कफी खायौँ हैन। मोटु र म चाहिँ भिडियो बनाउँदै हाँस्दै गरिरहेको थियौँ। अनि त्यसपछि खाना खाएर लास्टमा चाहिँ खाना खाएको चाहिँ मेरोमा भिडियो थिएन, मोटुकोमा थियो। अनि लास्टमा हामीले ठन्डा खायौँ। यो चाहिँ मैले हाई गर्दै थिएँ, बाई गर्दै थिएँ। यो चाहिँ मैले बाई गर्दै थिएँ। मोटुलाई पनि देखाउँदै थिएँ, मोटु मेरो क्यामेरा चेक गर्दा कस्तो छ भनेर। यहाँ चाहिँ मेरो बुढाले मैले छोडेको ठन्डा खानु हुँदै थियो। त्यसपछि फोटो खिचेर हामी घर आयौँ।